एउटा सामान्य मान्छे अथवा गरिब घर परिवारको मान्छे भनौँ, उसको घरमा श्रीमती छ, एउटा छोरी छ अनि बुढो भइसकेको बाउ पनि छन्। अनि त्यो मान्छेले चाहिँ नाटक गर्न एकदमै धेरै रहर हुन्छ अनि उसले गाउँतिर नाटक देखाउने काम पनि गरिरहेकै हुन्छ। अनि सायद उसले त्यो नाटक गरेर भने जस्तो पैसा कमाउन सकिरहेको हुँदैन। अनि त्यही भएर चाहिँ ऊ अब म काठमाडौँ जान्छु, चलचित्रमा काम गर्छु, पैसा कमाउँछु भनेर चाहिँ काठमाडौँतिर निस्किन्छ। काठमाडौँ आइसकेपछि जसो तसो दुःख गरेर कलाकार पनि बन्छ अनि सायद उसले हिरोइनसँग सम्बन्ध पनि बनाउँछ। अनि यता घरतिर उसको बाउ बितिसकेका हुन्छन् अनि बिस्तारै उसले आफ्नो श्रीमती छोरीलाई पनि बिर्सिँदै जान्छ। यो चाहिँ थियो आई एम जितबहादुर भन्ने फिल्मको ट्रेलरमा देखाएको कहानी। अब ट्रेलरमै सबै कहानी रहेछ त फिल्ममा त्यस्तो के छ त हामीले गएर हेर्नुपर्ने भन्ने किसिमको जिज्ञासा चाहिँ धेरैजनाको आइरहेको थियो। अनि आज शुक्रबारबाट चाहिँ यो फिल्म हलमा लागिरहेको रहेछ अनि मैले आज गएर हेरेर पनि आइसकेँ। अब ट्रेलरमा जे स्टोरी देखाएको थियो फिल्ममा पनि स्टोरी त्यही हो, तर अलि डिटेलमा। अब डिटेलमा चाहिँ नभनौँ होइन, ट्रेलरमा चाहिँ अलिक सर्टकटमा स्टोरी देखाएको थियो भने चाहिँ अब फिल्ममा चाहिँ अलि लङ भर्जनमा देखाएको छ त्यो स्टोरीलाई। अब त्यसो हुँदा के हुने भयो त भन्दाखेरि चाहिँ हल्का बोरिङ हुने भयो। किन भन्दाखेरि चाहिँ हामीले सबै स्टोरी त पहिले थाहा पाइसकेको छ होइन, तर फिल्मको पुरै स्टोरी नै चाहिँ ट्रेलर अनुसार चाहिँ होइन। फिल्मको आधा भागभन्दा अलि बढी चाहिँ अब ट्रेलर अनुसार नै स्टोरी लाइन चल्दै जान्छ। अनि त्यसपछिको भागमा चाहिँ हामीले केही नयाँ चाहिँ देख्न सक्छौँ होइन, केही नयाँ स्टोरीहरू चाहिँ त्यहाँ थपिँदै जान चाहिँ। अब हामीले त्यो ट्रेलर हेर्दाखेरि ट्रेलरको अन्तिमतिर चाहिँ हामीले जुन किसिमको स्टोरी बुझिरहेको हुन्छौँ होइन त्यो अन्तिमतिर, तर फिल्ममा भने चाहिँ त्यस्तो हुँदो रहेनछ होइन। अब फिल्ममा पनि त्यस्तै होला भन्ने हामीलाई लाग्छ नि त ट्रेलर हेर्दाखेरि। त ट्रेलरको अन्तिममा जुन किसिमको देखाइएको छ तर फिल्ममा भने त्यस्तो छैन। फिल्ममा चाहिँ त्यो स्टोरी चाहिँ फिल्ममा चाहिँ त्यो कहानीले चाहिँ अर्कैतिर मोड लिएको हुन्छ। अब ओभरअल भन्नुपर्दाखेरि चाहिँ फिल्म कस्तो रहेछ त होइन, मलाई कस्तो लाग्यो अब फिल्म कस्तो रहेछ त भन्नुपर्दाखेरि चाहिँ अब फिल्म एकदमै राम्रो अनि हल्का इमोसनल टाइपको चाहिँ बनाउन खोजिएको हो, तर त्यस्तो हुन सकेन। अब यो फिल्म चाहिँ मेरो लागि चाहिँ एभरेज नै भन्छु म चाहिँ, यो मेरो लागि चाहिँ एभरेज नै हो। अब देखाउन त अब जितबहादुरले आफू कलाकार बन्नको लागि गरेको सङ्घर्ष, दुःख, पीडा अनि धोका खाएको होइन हरेक किसिमको दुःखहरू देखाएर चाहिँ अब अडियन्सहरूलाई इमोसनल बनाउन खोजिएको छ। अब तपाईँहरू इमोसनल हुने कि नहुने भन्ने कुरा चाहिँ अब तपाईँहरू आफैमा भर पर्छ त। अब एक्टिङको कुरा गर्नुपर्दा चाहिँ जितु नेपाल पहिल्यैदेखि एकदमै राम्रो कलाकार हुन चाहिँ अब यो फिल्ममा पनि उहाँले राम्रै अभिनय गर्नुभएको छ, तर फिल्मभरि नै उहाँको अभिनय राम्रो छ भनेर चाहिँ म भन्दिनँ। अनि 2-4जना कलाकारहरू बाहेक चाहिँ सबैजनाको एक्टिङ चाहिँ म एभरेज नै भन्छु कि। अब कोही 2-4जना कलाकारले चाहिँ अब राम्रै गर्नुभएको छ होइन अभिनय, अरू बाँकी सबैको एभरेज छ, त्यस्तो खास अभिनय खासै कसैको देखिनँ मैले। अनि यो फिल्म बनाउन चाहिँ अब जितु नेपाल आफैले लगानी गरेर बनाउनु भएको हो। डाइरेक्टर चाहिँ अर्कै हुनुहुन्छ के अरे। अब स्क्रिप्ट चाहिँ कसले लेख्या हो क्या, अब स्क्रिप्ट चाहिँ कसले लेख्या हो, जितु नेपाल आफैले लेख्नु भएको हो कि अब आफ्नै स्टोरीमा लेख्या भन्ने होला नि थियो, तर आफ्नो चाहिँ होइन रहेछ। अब सुरुमै देखाएको छ यो घटना सत्यमा आधारित होइन, कसैसँग मेल खाएमा यो संयोग हुनेछ भनेर अगाडि नै देखाएको छ, सत्य घटनामा पनि होइन। अनि स्क्रिप्ट लेखेर चाहिँ अब हतारमा लेखेको जस्तो देखिन्छ क्या। अब हतारमा स्क्रिप्ट लेखेर हतारमा सुटिङ गरेको। अब यो फिल्मको स्क्रिप्ट हतारमा लेखेर हो कि के हो होइन। अब स्टोरीमा एउटा लोजिक मिलाउन चाहिँ बिर्सेको देखिन्छ क्या। 2-4 ठाउँमा लोजिक मिलाउनै बिर्सेको देखिन्छ क्या। त्यो स्टोरीमा लोजिकै मिलिरहेको हुँदैन क्या स्टोरीमा। जस्तै इक्जाम्पलको लागि चाहिँ अब त्यहाँ 2-4वटा सिन छ होइन। अब एउटा सिन भन्छु है त, मैले अब भन्न मिल्ने हो कि होइन, तर मैले भनिहालेँ। अब त्यहाँ एउटा सिनमा चाहिँ के देखाइएको छ भन्दाखेरि अब जितबहादुर चाहिँ अब आफ्नो कामको लागि भनेर काठमाडौँ आइसकेपछि चाहिँ अब बल्ल काम भेट्या हुन्छ। अब आफ्नो काम अब सुटिङमा यताउता अडिसन लिने यताउति हुन्छ। यतिकैमा उहाँको बुवा चाहिँ अब गाउँमा बितेको भनेर उसलाई खबर पनि पुग्छ होइन। अनि खबर पुग्छ, त्यसपछि अब खबर पुगेपछि अब इमोसनल भएको त अब देखाएकै छ होइन। अब जितबहादुरले आफ्नो बुवा बितेको खबर सुनिसकेपछि अब रोएको, कराएको होइन, भक्कानिएको देखाएको छ, ठिक छ होइन। तर यहाँ कुरो के आउँछ भन्दाखेरि चाहिँ अब यो त्यहाँ के देखाएको छ भन्दाखेरि चाहिँ अब ल ठिक छ, अब खबर सुन्यो, रोयो, करायो, भक्कानियो। त्यसपछि ऊ गाउँ जाँदैन क्या, आफ्नो घर जाँदैन क्या, बुवालाई दाह संस्कार गर्न जाँदैन। अब किन गएन त होइन। अब कि त एउटा कारण देखाउनु पर्थ्यो होइन, यो कारणले जान पाएन भन्ने देखाउनु पर्थ्यो, त्यो पनि छैन। कि त ऊ जितबहादुर विदेशमा थियो जान पाएन भन्ने हुन्थ्यो, ठिकै हुन्थ्यो होइन। कि त कसैले जान रोक्यो, कि त अब केही पैसा नभएर, कि त ऊ गाडी नलाएर, कि त बाटो नपुगेर, अब कि त टाढा भए एउटा छुट्टै कुरा हुन्थ्यो, त्यो पनि छैन होइन। अब गाउँ जाने बाटो मजाले देखाएको छ, गाडी चल्ने देखाएको छ।
तर ऊ किन अब गएन क्या, दाह संस्कार गर्न किन गएन त, कारण खुलाएको छैन। अब नेपाली स्टोरीको कन्टेक्स्ट अनुसार हेर्ने हो भने त अब नि त्यस्तो हुनुपर्ने हो नि त होइन। अब त्यतातिर अलि हल्का मिस्टेक भएको हो कि जस्तो मैले देखेँ। अनि अरू पनि छ यस्तो सानोतिनो मिस्टेकहरू, अब यस्तै हो नेपाली फिल्ममा। अनि अब त्यही हो, मैले यो फिल्म अब त्यस्तो नराम्रो खराब भन्न खोजे नि होइन, अब त्यस्तो राम्रो भन्न नि खोजे नि होइन, तपाईँहरू गएर नहेर्नु भन्न खोजे नि होइन। अब मैले जे हो मलाई जस्तो लाग्यो त्यही भनेको हो। अब फिल्म मेकर्सहरूले अब सुनेर होइन, अब आगामी दिनहरूमा चाहिँ अब फिल्म बनाउँदाखेरि कतातिर ध्यान दिने भन्ने कुरा अब ख्याल गर्नुहुन्छ कि भन्ने कुरो मात्र हो। ल यही नै हो मैले आज हेरेको आई एम जित बहादुर भन्ने नेपाली फिल्मको रिभ्यू। अब नेपाली फिल्ममा नि यसो सपोर्ट गरिदिउँ न त भनेर चाहिँ मैले आज हेर्न गएको थिएँ। अब फिल्ममा अब यस्तो यस्तो बनिरहेको हुन्छ, त्यही पनि मैले सपोर्ट गरिरहेकै हुन्छु। ल यही हो, धन्यवाद।